मन्तव्यलाई नै जोड्न गइरहेको छु। शुभकामना मन्तव्य राखिदिन हुनको लागि म विश्व शान्ति तथा मानव एकताका अभियन्ता हुनुहुन्छ, सुनसरीबाट पाल्नुभएका गुरुभक्त पनि हुनुहुन्छ कपालेश्वर यादवज्यूलाई म यस स्टेजमा निम्त्याउन चाहन्छु। समय 5 मिनटको रहनेछ। गोड लगेपछि नमस्ते। सबैभन्दा पहिले हाम्रो आदरणीय गुरु आत्माराम को आज पुण्यतिथि को अवसरमा काठमाडौँबाट शान्ति को यात्रा करेबे को साथ में आज म गुरुजी को एरिया देवगन भूमि में आइपुगेको छु। मेरो नाम कपालेश्वर यादव हो। सुनसरी जिल्ला मेरो घर र यो भूमि देवभूमि में आउनलाई मलाई आज मेरो जन्म को 46 वर्ष यति लामो समय लाग्यो। मलाई थाहा थिएन नेपाल को राज्य भित्र एउटा यस्तो राज्य छ जहाँ कैलाश पर्वत छ र शिव पार्वती जीवित देवता को रूप में यो स्थान में चाहिँ विराजमान हुनुहुन्छ। त्यसैले म केही कुराहरू बुद्ध को कुरा सम्झिन्छु, केही किरातेश्वर महादेव को कुरा सम्झिन्छु। मंच में बसेको आदरणीय गुरुजीहरू र यहाँ यो मेला में सहभागी हुनुभएका तपाईं गाउँदेखि शहरसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट आउनु भएका तपाईं तमाम आदरणीय दाजुभाइ दिदी बहिनी माता पिताहरू, तपाईं गुरुकै कृपाले यहाँ आउन सक्नुभयो, नत्र भने महादेव को इच्छा बिना पात हलिँदैन। यो साँचो कुरा हो। बुद्धम शरणम गच्छामि संगम सत्संग गच्छामि। यो आफैमा एउटा आन्दोलन हो। सत्यम शिवम सुन्दरम यो आफैमा एउटा आन्दोलन हो। शान्ति बिना सुशासन को प्रजाविधि हुन सक्दैन। उडिरहेको परेवाले लन्डन को बेलायत को महाराजा बस्ने ठाउँमा गुरु को आदेश अनुसार जुन त्यो प्रेम पत्र जुन पुर्यायो परेवा को पखेटा में हालेर तो गुरु आदेश को पालन गर्दा शान्ति को दूत तपाईं हामी नै हो भन्छन्। मन्तव्यलाई नै जोड्न गइरहेको छु। शुभकामना मन्तव्य राखिदिन हुनको लागि म विश्व शान्ति तथा मानव एकताका अभियन्ता हुनुहुन्छ, सुनसरीबाट पाल्नुभएका गुरुभक्त पनि हुनुहुन्छ कपालेश्वर यादवज्यूलाई म यस स्टेजमा निम्त्याउन चाहन्छु। समय 5 मिनटको रहनेछ।